अहिले तत्कालै चाहिएको सामानहरू चाहिँ जति सकेको हाम्रो टिमहरूले चाहिँ गरेको छ। जे भएर आएको छौँ हामीले चाहिँ यहाँनिर राम्रो काममा अगाडि बढेछौँ, खुसी लाग्यो रे क्या छ। मलाई आउँदा पनि आएन हाम्रो गुराँसजीले। मलाई बोल्नु नि। संसार नेपाली जनताहरूको, नेपाली दाजुभाइ दिदीबहिनीहरूको आँसु खसेको छ, पीडा भएको छ। यही हामी चाहिँ रसुवा जान सकेन किनभने बाटो पनि छैन। अनि कता हो कता, ल है ल आउनु है। हेलो साथीहरू, नमस्ते, सेवा र सेवा, स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै छु। सो आज चाहिँ हाम्रो नेपालमा के भइरहेछ हिजोदेखि त्यो त सबैले देखिसक्नुभयो होला। अब देश विदेशमा छरेर रहनु भएको सबैजना दिदी बहिनी दाजुभाइहरूलाई चाहिँ आफ्नो परिवार कन्ट्याक्टमा आएन भनेर आफूलाई उयो महसुस नगर्नु होला, आफूलाई सम्हाल्नु होला भन्न चाहन्छु। अनि सो गाइस, अब चाहिँ म चाहिँ कहाँ जाँदैछु भने त्यहाँनिर सबैजना साथीहरू चाहिँ भेला भएर चाहिँ हिजो अब बाढी पहिरोले लगेको त्यो सबै सारसामानहरू चाहिँ त्यहाँनिर अब पीडित हामी दाजुभाइ नेपालीहरू जति सकिन्छ त्यति हेल्प गरेर त जाने हो नि। त्यही भएको कारणले म पनि जाने भनेर चाहिँ पठाउपुग गरिसकेको छु र मेरो यात्रा रहेको छ रानीवन नेपाल संस्थासम्म। अनि सो त्यही भएको कारणले म जति सकेको हेल्प गर्छु भनेर म चाहिँ चल्दै गयो होइन। आफूसँग होस् नहोस् तर पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि चाहिँ केही गर्नुपर्छ भन्ने सोचमा हिँडेको। सो साथीहरूलाई भेटेर म देखाउँछु तपाईँहरू। साथीहरू मेरो चाहिँ पठाएर म चाहिँ गइसकेँ अनि तपाईँहरूलाई पनि यति भन्न चाहन्छु, देश विदेशमा छरेर रहनु भएको सबैजनाले चाहिँ हेल्प गर्नु होला, सकेको सपोर्ट गर्नु होला भन्न चाहे। साथीहरू पनि आउँदैछन् रे उताबाट चाहिँ। मैले चाहिँ केही सामानहरू किनेको छैन, अब चाहिँ म गएर किन्छु। अब जति मैले सक्छु त्यति म हेल्प गर्छु भनेर चाहिँ म लागेँ है। अब अहिले यस्तै छ, हिजो रातभरि निदाउन सकिनँ, भ्लग पनि ल्याउन सकिनँ। सो त्यही भएको कारणले मैले 2-4जना साथीहरूलाई पनि जानकारी दिएको छु गर्नुपर्छ है हेल्प भनेर। अनि सो त्यही भएको कारणले म चाहिँ हेल्प गर्नको लागि जति सकेको त्यति हेल्प गर्नको लागि चाहिँ जाँदैछु। तर नेपालमा मानवता भन्ने चाहिँ यति पनि छैन, यति पनि छैन। लास भएको मान्छेको चाहिँ सुनहरू निकालेर कुदाइरहेछ मान्छेहरूले। के कुराको लोभ हो, मान्छे भनेपछि मानवता भनेपछि यति पनि छैन रहेछ। सो त्यही भएको कारणले त्यहाँ हामीलाई चाहिँ उता रसुवा जान दिएन क्या, बाटो बन्द छ भनेर। त्यसैले हामी चाहिँ काठमाडौँबाटै केही सस्तामा चाहिँ हामीले चाहिँ सामानहरू उयो गरौँ भनेर चाहिँ लाग्दैछु। मैले चाहिँ वर्षा गुरुङलाई भेटिसकेको छु धेरै समय। हेलो गुराँसको भ्लगमा मलाई स्वागत छ। तिमी त भिडियो भन्दा रियलमा अर्कै रहेछौ त। किन नराम्रो? होइन राम्रो छौ त, यतिको त अरे। सो गाइस, हामी चाहिँ यहाँनिर आइसकेको छौँ अनि म चाहिँ यहाँनिर आफ्नो मनमर्जीले यसो सपोर्ट गरौँ हेल्प गरौँ भन्ने हो होइन। त्यही भएको कारणले तिमी पनि चोइस गरिदेऊ न, खै छान्देऊ त। अब चिउराहरू कहाँ छ? चिउराहरू कहाँ छ? दाइ चिउरा निकालिदिनु न, त्यो प्याकेटको छ भने, बोराको रहेन रहेछ, प्याकेटको छ भने। बोरा हामीले बिहानै पठाइसक्यौँ है। यस्तो खालको यस्तो खालको मात्रै छ। चिउरा राम्रो हो। कति प्याकेट? 3 प्याकेट गर रे, अरू पनि लानु होला नि त। के यो भुजा पनि गरौँ न। ए हुन्छ, यो भुजा चाहिँ अलिक यति चाहिँ गर्नुपर्छ। अनि फ्रुटी 1 कार्टुन गरिदिनु। फ्रुटी 1 कार्टुन गरिदिनु। दाइ फ्रुटी 1 कार्टुन गरिदिनु। सो गाइस, अनि यिनीहरूले चाहिँ सामानहरू किनेर बाहिर थुपारिसकेको छ। अनि प्रतिभाहरू अनि अमरहरू चाहिँ उहीँ रहेछन्, तर धेरै भएको थियो नि त अमरसँग नभेटेको है। साबुन पनि हुन्छ। त्योहरू पनि हुन्छ होला त, अनि प्लास्टिकको थालहरू पनि हो। कसैले किनेको छ त्यो प्लास्टिकको थालहरू छ दाइ? छ प्लास्टिकको थाल, प्लास्टिकको बटुको, प्लास्टिकको गिलास र प्लास्टिकको थाल। सानो सानो होइन ठिकै छ, सानोकै माई भए पनि यस्तै साइज हुन्छ त है? हुन्छ 4-5 प्याकेट हुन्छ। गिलास छ? त्यो 2 पाइपै बोक न गिलास। त्यो सानो हो, यो ठुलो त्यो हजुरले लगाए सानो हो। सानो र ठुलो मिसाएर लगाइदिनु। अनि अरू भन्ने कुरा स्याम्पूहरू अघि बोकेको छ होइन। अनि हामी चाहिँ यो चाहिँ प्लास्टिक चम्ची त पर्दैन होला है? पर्दैन। चम्ची त के आपतमा के चम्ची चाहिन्थ्यो। बिचरा वर्षासँग पनि भेट भयो फाइनली मेरो चाहिँ।
ल मेरो तर्फबाट यहाँ हुँदैछ है हुँदैछ अरू के छ ल के पुगेको छैन भन्न बिस्कुट अलिक लगाम हौ त्यो आपत्ति दालमोट लगाम त मलाई चाहिँ वर्षाले सपोर्ट गरिरहेछ यहाँ लिएर आउँदै गर्छौ कि एकचोटि ए ल भन्छ साथीहरू अनि तपाईँहरू पनि देश विदेशमा छ अरे तर एउटा राँडीले मलाई यस्तो रिस उठाएको होइन कि वर्षा यस्तो रिस उठाएको होइन राँडीले होइन यो बेला भनेको त सपोर्ट गर्ने बेला हो नि त विरोध गरिबस्छ विरोध गर न यस्तो यसमा यो अलिक पिरो पिरो खालकोहरू चाहिँ ठ्याक्क भोक लाग्ने बित्तिकै च्याट्ट यति भइन्छ होला हौ अनि यो फुरन्दारा लगाउनु न त ल बिस्कुट हाल्यो बिस्कुट हालेको थिएन तिनवटा हाल्यो नि यस्तो भन्दा पनि कि उयो छैन दर्जनवाला ए यहाँ छ अरे यहाँ हेर र बिस्कुट राम्रो हुन्छ ल हेलो भन न हामी त सामा कोसी हो अब यहाँ जान पाडिसकेको अब तिमीलाई उनीहरू मिलेको रहेछ त्यही भएर म पनि हतार यहाँ हुन्छ साथीहरू मेरो चाहिँ यहाँनिर अब हुँदैछ तिम्रो आइफोन होइन माया हो रियल क्यामेराबाटै 1 2 3 4 तिम्रो खबर ठिक छ सन्चै छु धेरै समयपछि हाम्रो भेट भयो कहिले भेटेको थिएन फर्स्ट टाइम हो नि त तर म यहाँ यस्तो भइरहेछ नि मलाई यस्तो दिमाग तातिरहेछ म यहाँनिर यस्तो गर्न आउँदै थिएँ नि त त्यो केटीको रिप्लाई चाहिँ म भरे रुममा गएर खतरा दिन्छु त्यसलाई त जगटाउनु जो विदेशमा छ नि विदेशमा के भन्नु नि त्यसलाई त म भरे भन्छु त्यस्तो गाइस अब चाहिँ हेर्दै गर्नु होला रोकिदेऊ त्यो यहाँनिर वर्षा पनि छ यहाँनिर चाहिँ मेरो सामानहरू साथीहरू हामीले चाहिँ सामान किनेर पनि रेडी भइसक्यो अनि अर्थर चाहिँ मिलाएर 1 2 3 प्याकेट यो के हो चुरा होइन 3 प्याकेट चुरा अनि फुरन्दाना 3 प्याकेट दालमोट 2 प्याकेट वर्षा र मैले के छाने म वर्षा 6 प्याकेट सबै चाहिने खानेको 7 प्याकेट यस्तो छ है दुःखको नभनी आउँछ वर्षाहरू मलाई भनेको भए म अघि आउँछु केही छैन अहिले आए पनि तिमीलाई त्यस्तो प्रब्लम परेन नि त भएन त्यही धेरै सामान किन्यौ ल अब मलाई आउँदा पनि आएन उहाँको पनि सामान आइसक्यो उहाँले पनि किनिसक्नुभयो हाम्रो गुराँसजीले मलाई बोल्नु नि आउँदैन हो मलाई भ्लगमा बोल्नु पनि आउँदैन भ्लगमा चाहिँ वर्षाले चाहिँ मलाई ल यसै भनेर उसले मलाई चाहिँ सल्लाह सुझाव दिएर चाहिँ म आउन सफल भएँ मलाई पनि एकदमै धेरै रातभरि म निदाउन सकेको थिइनँ क्या अनि एकदमै धेरै मलाई पनि एकदमै धेरै होइन सकेको हेल्प गर्नु मन लागिरहेको थियो अब जे जति भए पनि आफूसँग जे छ त्यसैमै रमाउने त हो नि त्यही भएको कारणले सहयोग पनि गर्ने हो त्यही भएको कारणले चाहिँ म यता बाहिर आएको थिएँ अनि चाहिँ यहाँनिर चाहिँ धेरैजना हुनुहुँदो रहेछ आफ्नो आफ्नो तालमा सो गाइस यो चाहिँ हामीले सबैजनाले किन्नुभएको अब चाहिँ लगेर कहाँ जानुहुने अरे हाम्रो नेपाल भन्ने संस्था रहेछ रानी पोखरी के भन्नुभयो रानीवनको लोकेसन हालेर म चाहिँ गएको थिएँ फेरि यही नि रहेछ ए टाइम लाग्छ पठाउ गरिसक्यो भन्दै थियो म रेडी नहुँदै होइन टाइम लाग्ने रहेछ नि त अनि मेरो पनि एउटा भिडियो बनाइदियो त देखिको साथीसँग फाइनली भेट भएको छ के हो अनि छैन त कन्ट्याक्ट के हो तिमीहरूको के हो यस्तो पारा साथी बिर्सिदिने ठाउँमा पुगेर साथी बिर्सिदिने कहाँ चाहिँ ठाउँमा पुग्यो यस्ता छ साथीहरू ल आज
अक्कल झक्कलमा भेट भएको है ल यो चाहिँ यस्तो छ अनि के छ अनि कस्तो छ अनि जे जस्तो भए पनि ल राम्रो काममा अगाडि बढेछौ खुसी लाग्यो रे क्या अनि के गर्न आएको अरे यहाँ तिमी हामी चाहिँ अगस्त 26 मा जुन चाहिँ फ्लड भएको थियो रसुवा होइन यो धादिङ गोर्खा जति क्षति भएको थियो त्यसमा चाहिँ डोनेसन गर्ने भनेर आएको र यहाँ गर्ने भन्दा पनि हाम्रो जति पनि अब होस्टहरू छ होइन अब कन्ट्रिब्युसनमा लागेको छ उहाँहरू मिलेर एउटा हामी 10-12 टिम भएर चाहिँ केही अनि खानेकुराहरू यताउता सबै कुराहरू चाहिँ यहाँनिर छ अनि प्याड सेट यताउता बत्तीसठी किन्नुको लागि चाहिँ आधा टिमहरू जानुभएको छ होइन अनि त्यही हो हामीले जति सकेको चाहिँ हाम्रो टिमहरूले चाहिँ गरेको चाहिँ अहिले तत्कालै चाहिएको सामानहरू चाहिँ जति सकेको हाम्रो टिमहरूले चाहिँ गरेको छ जे भयो भने खुसी लाग्यो चामलहरू भयो चाउचाउहरू कार्टुन भयो मैले अब त्यही भुजाहरू चिउराहरूदेखि फुरनदाना बिस्कुटहरूदेखि लिएर सबै लिएर आएको छौँ हामीले चाहिँ यहाँनिर अनि यो पनि ठ्याक्कै आएको रहेछ अनि जे होस् खुसी लाग्यो सबै चिनजानकै मान्छेहरू हुनुहुँदो रहेछ होइन ल ठिक छ अब अहिले कहाँ जाने अरे तिमीहरू यहाँ हामी नेपाल सस्तामा हाम्रो चाहिँ यहाँ चामलहरू हाल्दै हुनुहुन्छ लु उचाला गाइस हाम्रो चाहिँ सामानहरू हालिसक्नु भयो उहाँहरूले हामी चाहिँ भिडियो मात्रै खिच्ने चाहिँ होइन नि फेरि हामीले पनि गरेको छौँ है अरे वर्षा ल गर यहाँ पनि छ उहाँलाई त सबैजनाले चिन्नु भएर यता भाइ यता बमिट हुन्छ त्यही भएर ल हुन्छ त जेमा गए पनि पुग्यो भने भयो त होइन तिमी एक्लै भयो कि त्यस्तो होइन त्यस्तो एक्लै त भएको छैन यहाँ छ त यत्रो टोलीहरू पछि सबैजना स्कुटीमा हो नि त हुन्छ त म जान्छु गाडीमा जान्छु छिटो बाइक किन खै यो गाडी त गयो त अनि हाम्रो एकजना मान्छे जानुहुन्छ है तपाईँ है ल गाडीमा गएँ है सलामत ल्याइदिनु होला है हामी आउँछु पछि साथीहरू हामी चाहिँ ल अब चाहिँ चल्दैछ होइन हामी चाहिँ म चाहिँ सामान बोक्ने गाडीमै गएँ अब चाहिँ हामी दाइले चिन्नु भएको छ होला नि त है दाइ कि चिन्नु भएको छ उहाँले चिन्नु भएको छ अरे सो पछाडिबाट चाहिँ सबैजना आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ स्कुटी बाइकतिर अट्छ होला यहाँ आउनु प्रतिभा हजुरको फ्यान धन्यवाद यस्तै बेला भेट भयो होइन दाइ अझै एकजना जान्छ होइन ए उहाँलाई म यहाँ लाग्दैछ भने प्रिय तिमी बिचमा छिरा ल यतापट्टि कसरी छिराउँ त अब सक्छु सानो छु ए फाइनली हाम्रो पनि भेट भयो है कति समय पछाडि भेट भयो सो अब चाहिँ हामी जाँदैछौँ ल आऊ है आऊ हामीलाई त तर गाडीले लाग्दैन हामी त जेमा जे छ झन् मजा गाडीमा म चाहिँ फेरि बाटो नदेखेर हेर्छन् हामी एकदम सफामा म फेरि बाटो देख्दिनँ अनि यस्तो टाढो टाढोमा स्कुटीहरू साधनहरू लिएर हिँड्दिनँ क्या फेरि लाइसेन्स पनि छैन नि त अनि त्यही भएको कारणले आज चाहिँ गाडीमै पर्यो जे भए पनि एक्लै त जानु परेन तिमी आयौ देखेको तिमीलाई अब सोसियल मिडियातिरै होला होइन अब यस्तै बेला भेट भयो जे जस्तो भने राम्रो होस् होइन अब त्यही त हो नि होइन सारा संसार नेपाली जनताहरूको नेपाली दाजुभाइ दिदीबहिनीहरूको आँसु खसेको छ पीडा भएको छ यही अब मौका पारेर हाम्रो पनि भेट भयो भएको छ र सबैजनाले एउटा कुरा के भन्छु भने साथीहरू मैले अघिनको भिडियोहरूमा पनि भनेको छु कि प्राकृतिक प्रकोप भन्ने कुरा चाहिँ टाइम हेरेर समय हेरेर आउँदैन त्यो जुन बेला जुनसुकै ठाउँमा नै हुनसक्छ सो हामीले जे सक्यो हामीले त्यो गऱ्यौँ होइन एक थुकी 1000 थुकी नदी एकजनाले मात्र गरेर हुँदैन हामीले त जे सक्यौँ त्यो गऱ्यौँ र हजुरहरू पनि आफ्नो साइडबाट जे सक्नुहुन्छ त्यो गरिदिनु हुन एकदमै रिक्वेस्ट गर्छु किनभने यो सिचुएसन भनेको एकदम मनै दुखाउने सिचुएसन हो नि सबैलाई पर्छ हामीलाई पनि पर्न सक्छ त्यसर्थ सबैजनाले बुझिदिनु होला सकेको हेल्प गरिदिनु होला हामी चाहिँ बुझेर अगाडि बढिसकेको छौँ अब तपाईँहरू कहिले बुझ्नुहुन्छ होइन तर मान्छे मलाई के लाग्यो भने नि नेपालमा चाहिँ मानवता छ जस्तो लागेन क्या हेर न त्यो मान्छे मरिरहेछ कानको सुनहरू चुटाइदिइरहेछ ग्यासहरू उठाएर हिँडिरहेछ भिडियो हेऱ्यो क्लिप कस्तो कस्तो मान्छेहरू पनि जन्मिँदो रहेछ क्या डेट अनि यता अब चाहिँ हामी जान्छौँ सो भेट भयो हामी चाहिँ गाडीमा हामी चाहिँ रसन अनि त्यो कानको सुन त छोड्नु भन त दिनु परेन र म भनेर तिनीहरू सोचेको सो साथीहरू अब चाहिँ
हामी जाँदैछौँ हामी चाहिँ यहाँनिर सामान बोकेकै गाडीमा उ र म गयौँ अरू चाहिँ सबजना स्कुटीतिर गयो सो गाइस यही बेलामा प्रतिभाहरूलाई पनि भेट्यो जे होस् खुसी लाग्यो यहाँ छन् प्रतिभाहरू चाहिँ ल अब चाहिँ हामी जाँदैछौँ त्यही रसुवा जान सकेन किनभने बाटो पनि छैन अनि अर्को कुरा भनेको हाम्रो लागि जान पनि दिइरहेको छैन क्या किनभने इन्डिभिजुअल जान पाएको छैन त्यही भएर हामी नेपाल भन्ने संस्थासँग आबद्ध भएर जुन संस्था चाहिँ रानीबारीमा छ हामी त्यो संस्थामा अहिले जाँदैछौँ र त्यहाँनिर हाम्रो सबै सामानहरू स्टोर हुन्छ र उहाँहरूले नै त्यो सामान रसुवा पुर्याउनु हुनेछ भनेर त्यही विश्वासले पनि हामी जाँदैछौँ किनभने त्यहाँनिर चाहिँ हाम्रो यो रानीवनमा भएको चाहिँ रानीबारी हो अन्त रानीवन कि रानीवन लाउँदाखेरि लोकेसन लाउँदा नि नआएको कि रानीबारी हो नि त अनि त्यही भएको कारणले अब चाहिँ हामी यहाँ गङ्गापुर पुगिसक्यौँ अब चाहिँ हामी जाँदैछौँ सामान लगेर सो पछाडिबाट चाहिँ धेरैजना हुनुहुन्छ आमामा के हो यो प्रतिभा कता हो कता ल है ल आउनु है आउनु सबै हाम्रो टोलीहरू सबै यहाँ हाम्रो टोलीहरू हो ओए बिस्तारी 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 जानु है साथीहरू हामीले चाहिँ यो पानी पनि लान आँटेको के भन्नुभयो म यहाँको गर्छु गाडी तले आएकै भनेपछि कति पिस भयो कति लानु रे अब यहाँनिर हामीसँग अलरेडी कतिवटा भयो भने 19 भयो हाम्रो 19 भएपछि 20 21 22 23 24 25 26 27 28 29 30 ल 30वटा लाग्छ बरु लाइक कतिवटा भयो एउटा दुईवटा तिनवटा चारवटा पाँच 11 मैले चाहिँ पानी पनि गरेँ अनि सो अब चाहिँ हामी जाँदैछौँ यहाँनिर चाहिँ हामी पुगिसक्यौँ संस्थामा सो हामी चाहिँ यहाँनिर आइसकेको छौँ यता चाहिँ मान्छेहरूले पनि सपोर्ट गरिराख्नु भएको छ त्यति मात्रै बोल्नु भएको अझै बोल्नु न मेरो पनि ब्लगमा धन्यवाद के भन्नु त धेरै धेरै धन्यवाद सबैजनाले सहयोग गरिदिनु होला हाम्रो चाहिँ सामानहरू झारिँदैछ सो यति बेला चाहिँ हामी यहाँ आइसकेका छौँ र हामीले सामानहरू अनलोड गर्दैछौँ माथि चाहिँ हाम्रो रानी दाई हुनुहुन्छ लगायत सबै रसुवा पुग्छ है जो पीडितहरू समक्ष यो सामान पुग्छ भनेर एकदमै ह्याप्पी भइसकेका छौँ ढुक्क पनि भइसकेका छौँ हाम्रो सामानहरू झरिरहेको छ है त्यति 30 प्याकेट यहाँनिर चाहिँ ल्याइसकेपछि नामहरू टिपाउनु पर्दो रहेछ सो हामीले चाहिँ नामहरू पनि टिपाइसक्यौँ के ल्याएको हो भनेर साथीहरू हामी चाहिँ यहाँ खाजा खान आइसकेको छौँ अनि प्रतिभा र भाइ चाहिँ जानुभयो अनि सो यहाँनिर यता यता हेलो तपाईँलाई पनि स्वागत छ मेरो च्यानलमा भाइ स्वागत छ यता साथीहरू हामी चाहिँ खाजा खाएर अब चाहिँ छुट्ने भयो किनभने प्रतिभाहरू चाहिँ अघि नै गइसक्नु भयो भने चाहिँ मलाई चाहिँ के भन्छ अरे त्यो अमरहरूले पुऱ्याउने भनेको छ अनि सो यहाँ चाहिँ वर्षा टोइलेटमा छ त्यसैले हामीले चाहिँ खाजा पनि खाइसक्यौँ र आजको हाम्रो चाहिँ यस्तै भयो हामीले चाहिँ सकेको हेल्प गर्यो मैले सकेको हेल्प गरेँ अनि सबैजनाले सकेको हेल्प मैले पनि गरेँ र मेरो साथीहरू अनि भइभरको सबै टिमलाई धेरै धेरै धन्यवाद अनि अझै पनि यस्तो कुराहरूमा चाहिँ अगाडि बढ्नुपर्छ तपाईँहरू पनि सकेको हेल्प गर्नु होला किनभने हामी नेपाली दिदी भाइहरू मिलेर दाजुबहिनीहरू मिलेर हामी अगाडि बढ्नुपर्छ यो कुरामा चाहिँ म सहमत छु सो त्यही भएको कारणले अनि मलाई चाहिँ आज लास्ट रिस उठेको थियो क्या म रुमबाट निक्लिने बित्तिकै एउटा केटीलाई चाहिँ अब यस्तो नेपालमा यस्तो हालत छ है ऊ चाहिँ राजनीति खाली हर्क साम्पाङको विरोध गर्यो खाली राजनीति त्यही भएको कारण त्यसले मलाई यस्तो भनेको रहेछ कि त्यसलाई मैले यस्तरी रिप्लाई दिएँ नि त्यो राडीलाई नि यस्तो तरिकाले रिप्लाई दिएँ कि मैले त्यो ल त्यो पो ठाउँमा छ त होइन तर त्यस्तो गु भरिएको दिमागैभरि गु भरिएको मान्छे पनि कसरी विदेश पुग्यो होला क्या ल हामी अनपढ गोबार मान्छे त नेपालमा बसेर हामी त्यस्तो अरूको खेदो खनेर अरूको नराम्रो गरेर साला लाइक र भ्युजको लागि अझ मेरो पर्सनल लाइफको बारेमा पनि मन परि बोल्ने क्या साला त्यो एउटा त्यसको लागि रिप्लाई मैले फेसबुक पेजमा पनि हेर्न सक्नुहुन्छ र टिकटकमा पनि हेर्न सक्नुहुन्छ मेरो गुराँस अफिसियल र गुराँस लिम्बू नै छ सो त्यही भएको कारणले मलाई यस्तो चित्त बुझेन त्यही भएको कारणले सो ल अब चाहिँ म पनि जानुपर्ने हुन्छ त्यसैले अब चाहिँ हामी चल्दैछ होइन त घर जान आँटेको रात परिसक्यो भेट्नुपर्छ नेक्स्ट टाइम ओके टाइम मिलाएर भेट्नुपर्छ अनि जो अब यताउति गर्ने बेलामा चाहिँ बोलाऊ है यसरी नै बोलाएनौ भने चाहिँ राम्रो हुँदैन खाजा खाइराखेको छ अनि मलाई पुऱ्याउँछु भनेर त्यही भएको कारणले मेरो साथी हो पहिलेदेखिकै पुरानो साथी तर कति वर्ष पछाडि भेट भएको है हाम्रो सायद त्यस्तै काममा भेट हुनु थिएछ र भेट भयो जे खुसी लाग्यो तिमीहरू पो ठुलो ठालो भयो